भोकाहरूलाई भोजन दिनु, नाङ्गोहरूलाई कपडा लगाइदिनु, विधवा टुराटुरी र परदेशीहरूलाई सहायता गर्नु प्रभु येशूको शिक्षा अनुसार चाहिँ यो दोस्रो प्रेम हो, दोस्रो आज्ञा हो। तपाईले पहिलो कोरिन्थी 13 अध्यायको 3 पद पढ्नुभयो भने त्यहाँ चाहिँ यदि मैले सारा सम्पत्ति बाँडिदिएर मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन भनेर पावलले यसरी लेख्नुभयो। अब प्रेम भनेको के हो त? प्रेमको अर्थ के हुन्छ? प्रेम भनेको चाहिँ एकले अर्कालाई केही सहायता गर्नु, केही दिनुलाई चाहिँ प्रेम भनेर भनिन्छ। अब भोकालाई प्रेम कसरी गरिन्छ भन्दाखेरि भोकालाई चाहिँ भोजन दिएर, उसलाई खाना दिएर चाहिँ प्रेम गरिन्छ। नाङ्गोहरूलाई कसरी प्रेम गरिन्छ त? नाङ्गाहरूलाई चाहिँ उसको नाङ्गोपन ढाक्नको निम्ति चाहिँ कपडा दिने मानिसले चाहिँ प्रेम गरेको हुन्छ। तर यहाँ त पावलले भन्दै हुनुहुन्छ सबै सम्पत्ति बाँडिदिए तर मसँग चाहिँ प्रेम छैन भने मलाई चाहिँ केही लाभ हुँदैन भनेर भन्दै हुन्छ। यहाँ चाहिँ कुन प्रेमको बारेमा चाहिँ बताउँदै हुनुहुन्छ त? यो चाहिँ सबै सम्पत्ति गरिबहरूलाई बाँड्ने आज्ञा चाहिँ दोस्रो आज्ञा हो। येशूको शिक्षा अनुसार चाहिँ दोस्रो आज्ञा हो, दोस्रो प्रेम हो। तपाईले प्रकाश 2 अध्यायको 4 पद पढ्नुभयो भने त्यहाँ चाहिँ तिमीले पहिलो प्रेम त्यागिदिएका छौ भनेर लेखिएको भेटाउनुहुनेछ। अब त्यो पहिलो प्रेम भनेको के हो त? दोस्रो प्रेम भनेको के हो? पहिलो प्रेम भनेको के हो? तपाईलाई थाहा छ त? तपाई जुन चर्चमा जाँदै हुनुहुन्छ तपाईलाई पहिलो प्रेम भनेको यो हो र दोस्रो प्रेम भनेको यो हो भनेर पास्टरले शिक्षा दिनुभएको छ त तपाईलाई? तपाईले यो शिक्षा पाउनु भएको छैन भने दोस्रो प्रेम भनेको के हो, पहिलो प्रेम भनेको के हो भनेर तपाईले जान्नु भएको छैन भने तपाईले चाहिँ येशूका शिक्षाहरू हेर्नुहोस्। तपाईले मत्ती 22 अध्यायको 37 पददेखि 40 पदसम्म पढ्नुहोस्। त्यहाँ चाहिँ प्रभु येशूले चाहिँ प्रेमको बारेमा शिक्षा दिनुभयो। परमेश्वरलाई सारा हृदय, सारा समझ र सारा प्राणले प्रेम गर्नु चाहिँ पहिलो आज्ञा हो भनेर प्रभु येशूले शिक्षा दिनुभयो। अनि आफ्नो छिमेकीलाई चाहिँ आफैलाई झैं प्रेम गर्नु चाहिँ यो दोस्रो आज्ञा हो भनेर प्रभु येशूले शिक्षा दिनुभयो। प्रेमको शिक्षा चाहिँ पहिलो आज्ञा र दोस्रो आज्ञा भनेर दिनुभयो। यही शिक्षालाई चाहिँ पावल अनि यूहन्नाले चाहिँ पहिलो प्रेम, दोस्रो प्रेम भनेर उहाँले प्रचार गर्नुभयो। उहाँले चाहिँ त्यसरी शिक्षा दिनुभयो। अब तपाईले मत्ती 25 अध्यायको 31 देखि 40 पदसम्म पढ्नुभयो भने भोकाहरूलाई दियो, नाङ्गाहरूलाई दियो भन्ने कुराहरू त्यहाँ लेखिएको भेटाउनुहुनेछ। यो चाहिँ दोस्रो आज्ञा हो, छिमेकीलाई प्रेम गर्ने हो। यो दोस्रो आज्ञा हो। अब पहिलो आज्ञा चाहिँ कसरी पालन गर्ने त? दोस्रो आज्ञा त सबैलाई पालन गर्न थाहा छ, सबैले गर्न जानेको छ। विश्वासी ले होस् अर्थात् अनविश्वासीले होस्, दोस्रो आज्ञालाई चाहिँ पालन गरिरहेका हुन्छन्। मानिसहरूले गरिबहरूलाई दिइरहेका हुन्छन्, अपाङ्गहरूलाई दिइरहेका हुन्छन्, नाङ्गोहरूलाई, भोकाहरूलाई दिइरहेको हुन्छन्। यो चाहिँ प्रभु येशूको शिक्षा अनुसार चाहिँ दोस्रो आज्ञा सबै मानिसले पालन गरिरहेका हुन्छन्। तर पहिलो आज्ञा चाहिँ कसरी पालन गर्ने त? परमेश्वरलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले चाहिँ कसरी प्रेम गर्ने त? परमेश्वरलाई त कसैले पनि देखेको छैन। अनि नदेखेको परमेश्वरलाई चाहिँ कसरी प्रेम गर्ने? अब तपाईले सारा हृदयले परमेश्वरलाई प्रेम गर्न जान्नु भएको छैन र गरिबहरूलाई दिइराख्नु भएको छ भने पावलको शिक्षा अनुसार चाहिँ तपाई हल्ला मचाउने घण्टा जस्तो मात्र हो, झ्याइझ्याइ गर्ने झ्याली मात्र हुनुहुन्छ तपाई। त्यही भएर गरिबहरूलाई दिनुभन्दा अगाडि चाहिँ पहिलो प्रेमको बारेमा जान्नु पर्दछ। जब तपाईले पहिलो प्रेमको बारेमा जान्नुहुन्छ तब मात्र परमेश्वरलाई चाहिँ सारा हृदय, सारा समझ र सारा शक्तिले चाहिँ प्रेम गर्न सकिन्छ। तर मानिसहरूले अन्य भाषामा बोलोस् अथवा स्वर्गदूतहरूको भाषामा बोलोस्, तर अनि अगमबाडी बोलोस्, हरेक रहस्यका कुराहरू, सबै बाइबलहरू का सबै ज्ञानहरू पाएको होस्, पहाडसम्म हटाउने शक्ति उसमा भएको होस् र पनि उमा प्रेम छैन भने चाहिँ ऊ चाहिँ हल्ला मचाउने घण्टा जस्तो मात्रै हो, झ्याइझ्याइ गर्ने एउटा झ्याली मात्र हो। त्यही भएर हामीले चाहिँ दोस्रो आज्ञा पालन गर्नुभन्दा अगाडि चाहिँ पहिलो आज्ञा पालन गर्नुपर्दछ।
अब यो पहिलो आज्ञा चाहिँ कसरी पालन गर्ने त? अब यसको बारेमा बुझ्नको निम्ति चाहिँ हामीले पुरानो नियममा चाहिँ जानु पर्दछ। पुरानो नियममा चाहिँ व्यवस्थामा, मूसाका व्यवस्था मा चाहिँ सारा हृदय अनि सारा समझ र सारा शक्तिले चाहिँ कसरी प्रेम गर्ने, सारा हृदयले, सारा प्राणले र सारा समझले चाहिँ परमेश्वरलाई कसरी प्रेम गरे भनेर हामीले हेर्नु पर्दछ। अनि मात्रै हामीले चाहिँ बुझ्न सक्दछौँ। अब यो पहिलो आज्ञालाई चाहिँ दोस्रो आज्ञालाई त सबैले पालन गर्न जानेकै छ। पहिलो आज्ञालाई चाहिँ कसरी पालन गर्ने त? यस बारेमा चाहिँ तपाईले दोस्रो राजा 23 अध्यायको 21 पददेखि 25 पदसम्म पढ्नु, अथवा तपाईले दोस्रो राजा 23 अध्याय पुरै पढ्नुहोस्। अनि तपाईलाई थाहा हुन्छ कि इजरायलीहरूले चाहिँ कसरी परमेश्वरलाई सारा हृदयले, सारा समझ र सारा प्राणले चाहिँ प्रेम गर्दा रहेछन् भन्ने कुरा तपाईलाई थाहा हुन्छ। तपाईले त्यहाँ दोस्रो राजा 23 अध्यायको 21 पददेखि 25 पदसम्म पढ्नु भयो भने योसिया राजाले चाहिँ निस्तार चाड मानेर परमेश्वरलाई सारा हृदय अनि सारा समझ र सारा शक्तिले चाहिँ प्रेम गरे भनेर लेखिएको भेटाउनुहुनेछ। अनि मूसाको व्यवस्था अनुसार चाहिँ परमेश्वरलाई सारा हृदय, सारा प्राण र सारा समझले निस्तार चाड मानेर चाहिँ परमेश्वरलाई प्रेम गर्दा रहेछन् भनेर हामीले बुझ्न सक्छौं। तपाईले हिब्रू 10 को 1 पद पढ्नु भयो भने अनि कलसी 2 को 17 पद पढ्नु भयो भने मूसाको व्यवस्था चाहिँ छाया हो, वास्तविकता चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भनेर लेखिएको भेटाउनुहुनेछ। अनि हामीले के बुझ्नु पर्छ भन्दाखेरि पुरानो करार चाहिँ एउटा छाया हो, नयाँ करार चाहिँ वास्तविकता हो भनेर बुझ्नु पर्दछ। मूसाको आज्ञाहरू छाया हो, येशूका आज्ञाहरू वास्तविकता हो भनेर हामीले बुझ्नु पर्दछ। त्यस्तै गरी निस्तार चाड, यहुदीहरूले मान्ने निस्तार चाड, मूसाको शिक्षा अनुसार निस्तार चाड मान्ने चाहिँ एउटा छाया थियो। अनि त्यसको बदलीमा, निस्तार चाडको बदलीमा चाहिँ प्रभु येशूले प्रभु भोज स्थापना गर्नुभयो। यो चाहिँ वास्तविकता हो। तपाईले मत्ती 26 को 26 पद पढ्नुहोस्। प्रभु येशूले चाहिँ निस्तार चाडको भोज खाँदा खाँदै प्रभु भोज स्थापना गर्नुभयो। उहाँले चाहिँ रोटी भाँच्नुभयो अनि कचौराबाट दिनुभयो, यो मेरो शरीर हो, यो मेरो रगत हो भनेर येशूले चाहिँ प्रभु भोज स्थापना गर्नुभयो। अनि निस्तार चाडको बदलीमा चाहिँ प्रभु भोज हो। निस्तार चाड एउटा छाया थियो, प्रभु भोज चाहिँ वास्तविकता हो। त्यही भएर छायालाई चाहिँ यहुदीहरूले सारा हृदय अनि सारा प्राण र सारा समझले प्रेम गरे। अब हामीले चाहिँ वास्तविकतालाई पनि सारा हृदय अनि सारा समझ र सारा शक्तिले चाहिँ प्रेम गर्नु पर्दछ। तब मात्र पहिलो आज्ञालाई पालन गर्न सकिन्छ। त्यसपछि दोस्रो आज्ञालाई पालन गर्दै जानुपर्छ। अब तपाईले जुन चर्चमा दिउँसो प्रभुभोज खानुहुन्छ त्यो चाहिँ पास्टरको रीति अनुसार प्रभुभोज खानु भएको हो। येशूको रीति अनुसार चाहिँ राति प्रभुभोज खाइन्छ। प्रभु येशूले चाहिँ मत्ती 26 अध्याय पढ्नुहोस्। अब तपाईले चाहिँ लुका 22 अध्याय पढ्नुहोस्, मर्कुस 14 अध्याय पढ्नुहोस्। त्यहाँ चाहिँ प्रभु येशूले साँझमा चाहिँ प्रभुभोज स्थापना गर्नुभएको छ। अब प्रभुले साँझमा स्थापना गर्नुभयो प्रभुभोज। अब पास्टरहरूले चाहिँ दिउँसो प्रभुभोज खान्छन् भने यो चाहिँ येशूको रीति अनुसारको होइन। येशूको रीति अनुसार चाहिँ साँझमा चाहिँ प्रभुभोज खाइन्छ। तपाईले पहिलो कोरिन्थी 11 अध्यायको 20 पद पढ्नु भयो भने त्यहाँ चाहिँ जब तिमीहरू एकसाथ भेला भएर खानपिन गर्छौ त्यो चाहिँ प्रभुभोज होइन भनेर लेखिएको भेटाउनुहुनेछ। एकसाथ विश्वासीहरू एकसाथ कहिले भेला हुन्छन् त? कोही विश्वासीहरू शनिबार दिउँसो भेला हुन्छन् त, कोही विश्वासीहरू आइतबार दिउँसो भेला हुन्छन्। अनि दिउँसो भेला भएर खाएको प्रभुभोज चाहिँ प्रभुभोज होइन भनेर पावलले त त्यहाँ प्रष्टसँग लेख्नु भएको छ त। फेरि पनि पास्टरहरूले चाहिँ आफ्नै रीति अनुसार प्रभुभोज स्थापना गर्नुभएको छ। हामीले चाहिँ पास्टरको रीति अनुसार प्रभुभोज खाने होइन, येशूको रीति अनुसार चाहिँ हामीले प्रभुभोज खायौं भने तब मात्र परमेश्वरलाई सारा हृदय अनि सारा समझ र सारा प्राणले चाहिँ प्रेम गरेको हुन्छ। अनि पहिलो येशूको शिक्षा अनुसारको
पहिलो आज्ञालाई पालन गरेर पूरा गरेको हुन्छ। तपाईले पहिलो कोरिन्थी 11 अध्यायको 26 पद अनि 27 पद पढ्नुस्। त्यहाँ चाहिँ जसले अयोग्य रीतिले प्रभुको शरीरबाट अनि प्रभुको कचौराबाट पिउँछ त्यसले चाहिँ प्रभुको शरीर र रगतलाई अपवित्र पार्दछ भनेर लेखिएको भेटाउनु हुनेछ। अब योग्य रीति र अयोग्य रीतिको प्रभुभोज हुँदो रहेछ भन्ने कुरा यही पदबाट थाहा हुन्छ। योग्य रीतिको प्रभुभोज चाहिँ येशूले जसरी स्थापना गर्नुभयो त्यसरी जुन मानिसले खान्छ प्रभुभोज त्यो चाहिँ योग्य रीतिको हो। येशूको रीति अनुसार नखाने प्रभुभोज चाहिँ अयोग्य रीतिको प्रभुभोज हो। तपाईले पहिलो कोरिन्थी 11 अध्यायको 29 पद तपाईले पढ्नुभयो भने जसले प्रभुको शरीरलाई नचिनिकन खान्छ त्यसले चाहिँ प्रभुको रोटी खाएको अनि प्रभुको कचौराबाट खाएको कारणले गर्दाखेरि आफैमाथि त्यसले चाहिँ दण्ड ल्याउँछ भनेर लेखिएको भेटाउनु हुनेछ। अनि हामीले चाहिँ प्रभुको शरीर चिन्नु पर्दछ। कुन हो त प्रभुको शरीर? हप्तामा भाँच्ने रोटी प्रभुको शरीर हो त? महिनामा भाँच्ने रोटी प्रभुको शरीर हो त? होइन। पावलले चाहिँ पहिलो कोरिन्थी 11 अध्यायको 23 पदमा भन्नुभयो, जुन रात उहाँ चाहिँ पक्राउ पर्नुभयो त्यो रात चाहिँ येशूले रोटी भाँच्नुभयो। हो त येशूले भाँचेको रोटी चाहिँ प्रभुको शरीर हो भनेर हामीले जान्न सकिन्छ। कुन रात येशू चाहिँ पक्राउ पर्नुभयो त? यहुदीहरूको निस्तार चाडको साँझमा चाहिँ येशू पक्राउ पर्नु भएको हो नि त। यहुदीहरूको निस्तार चाड चाहिँ यहुदीहरूको क्यालेन्डर अनुसार पहिलो महिनाको 14 दिनको साँझमा थियो। तपाईले लेवी 23 अध्याय पढ्नुभयो भने त्यहाँ चाहिँ तपाईले पाउनुहुन्छ। अनि येशू चाहिँ पक्राउ पर्नु भएको रात भाँचेको रोटी चाहिँ योग्य रीतिको प्रभुभोज हो अनि प्रभुको शरीर चाहिँ त्यही हो। त्यही भएर हामीले चाहिँ यहुदीको क्यालेन्डर अनुसार पहिलो महिनाको 14 दिनको साँझमा चाहिँ प्रभुभोज मान्नुपर्छ। अनि त्यसलाई चाहिँ हामीले सारा हृदय, सारा समझ र सारा प्राणले हामीले मान्न सक्यौं भने तब मात्र प्रभु येशूले भन्नुभएको मत्ती 22 को 37 देखि 40 पदको आज्ञाहरू चाहिँ हामीले पहिलो आज्ञा पालन गर्न सकिन्छ। त्यसपछि दोस्रो आज्ञा पालन गर्नको निम्ति हामीले जानेकै छौं। त्यही भएर हामीले चाहिँ पहिलो आज्ञालाई परमेश्वरलाई सारा हृदयले, सारा समझले, सारा प्राणले चाहिँ प्रेम गर्न सिक्नु पर्दछ। नत्र भने तपाई चाहिँ हल्ला मचाउने घण्टा जस्तो मात्र हुनुहुन्छ अनि झ्याइ गर्ने झ्याली जस्तो मात्र हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ पहिलो प्रेमलाई चाहिँ प्राथमिकता दिनुपर्छ, त्यसपछि दोस्रोलाई हामीले प्राथमिकता दिनुपर्छ। अनि हामीले चाहिँ येशूको शिक्षातिर हामीले चाहिँ जान सक्छौं। अनि हामीलाई चाहिँ हामी सबैले चाहिँ तपाईले अनि मैले चाहिँ परमेश्वरलाई सारा हृदयले, सारा समझ र सारा शक्तिले चाहिँ सारा हृदयले, सारा प्राणले र सारा समझले चाहिँ प्रेम गर्न सक्छौं। नत्र भने हामीले सक्दैनौं। किनभने मूसाको व्यवस्था छाया हो, प्रभु येशू ख्रीष्ट नै वास्तविकता हुनुहुन्छ। पुरानो करार एउटा छाया हो, नयाँ करार चाहिँ वास्तविकता हो। निस्तार चाड एउटा छाया हो, प्रभु भोज चाहिँ वास्तविकता हो। त्यही भएर इजरायलीहरूले चाहिँ कसरी परमेश्वरलाई सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गरे भनेर हामीले जान्न सक्दाखेरि मात्रै हामीले चाहिँ प्रभु येशूले भन्नुभएको पहिलो आज्ञालाई पालना गर्न सक्छौं।